आज चाहिँ मैले एकदमै मिठो मिठो खानेकुरा खाएँ है त साथीहरू। आज मैले दिनभरिमा के गरेँ भनेर हेर्नको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। सो हेलो एन्ड नमस्ते सबैजनालाई, म मधुमते इटरीबाट नयाँ दिन नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। अहिले चाहिँ म रेडी भएर काममा जाँदैछु। सफारी चढेर टक्कसँगले म चाहिँ कामतिर लागेँ। काममा आएर हेर्छु त आज त पसलै पो खोलेको थिएन। त्यसकारण चाहिँ म सरसँग चाबी लिन लगाएँ। घरबाट चाबी लिएर आइसकेपछि चाहिँ मैले पसलहरू खोलेँ। पसल खोलिसकेपछि चाहिँ लाइटहरू अन गरेँ सबैतिरको। अनि हामी दुईजनामा चाहिँ जो छिटो आए पनि बिहानको मर्निङ रुटिन भनेको चाहिँ सुरुमा पसल बढाल्ने। पसल बढालिसकेपछि चाहिँ सरको टेबल अगाडिको टेबलहरू पुसपास गर्ने हुन्छ। अनि चाहिँ सबै काम सकाएर चाहिँ आज मैले डुम लाइट भएको एरियाहरू सफा गरेँ, पुसपास गरेँ। अनि त्यस पछाडि भोक लागिरहेको थियो, पानी थिएन। पानी लिनलाई चाहिँ म घर गएँ। घरबाट पानी लिएर आइसकेपछि चाहिँ अनि हामी लाग्छौँ खाना खानातर्फ। आज त फेरि भेराइटी थियो नि गाइस खानामा त। A1 थियो सब्जी पनि A1। कटहर, आलु रायोको मिक्स सब्जी, दाल, पापड, मुलाको अचार। सुनमा सुगन्ध भयो आज त वाह। त्यसपछि त गाइस मैले आफ्नै पारामा दायाँ बायाँ कतै नहेरिकन गुम कि गुम खाना खाएँ। र खाना खाएर केही बेर आराम गरेपछि चाहिँ आज चाहिँ हाम्रो अनलाइन डेलिभरी गर्नु थियो झुमर। अनि त्यही झुमर चाहिँ म यहाँ पुस्दै थिएँ। झुमर पुसिसकेपछि चाहिँ हाम्रो अर्को झुमर पनि पुस्नु थियो आज चाहिँ। अनि हामी दुईजना भएर चाहिँ अर्को झुमर पनि पुस्यौँ। यो चाहिँ डबल हाइटको झुमर हो हामीले पुस्दै गरेको चाहिँ। अनि आज त्यस्तै भयो, मैले त्यस्तो भिडियोहरू पनि लिन पाइनँ। अनि त्यस पछाडि साँझको बेलामा चाहिँ म खाजा लिन गएँ। आज चाहिँ अरू बेला अब कति जङ्क फुड खाने भनेर आज चाहिँ केही हेल्दी खाऊँ न भनेर चाहिँ अनि म दही र कोला लिन गएँ। खाजा लिएर आइसकेपछि चाहिँ पसलमा अनि हामी खाजा खानेतर्फतिर लाग्छौँ। कस्तो लाग्छ हजुरलाई मेरो भिडियो हेर्दै गर्नुहोला, कमेन्ट गर्नुहोला, मलाई सल्लाह सुझाव पनि दिनुहोला। नयाँ सुरुवात गर्दैछु, मलाई त्यति धेरै आइडिया पनि छैन कसरी बनाउने। म पनि सिक्दैछु बिस्तारै के कसरी गर्नुपर्ने हो भनेर। हजुरहरूले साथ दिनुहोला। आजलाई चाहिँ यति नै। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई। थ्याङ्क्स फर वाचिङ।